अमेरिकी विदेश नीतिलाई लिएर अक्सर दोहोरो मापदण्डको कुरा उठ्ने गर्छ। विश्वभरका मिडियामा चीनले कसरी गरिब देशहरूलाई शोषण गरिरहेको छ भन्ने कथा त हामीले सुनिरहेकै हुन्छौँ। तर आजको यो विश्लेषणमा हामी अमेरिकी शक्ति खेलको त्यो बाटो हेर्दैछौँ जुन कथा त्यति बाहिर आउँदैन। यो कथा हो स्रोत र साधनले सम्पन्न भएर पनि दुर्भाग्य भोगिरहेका देशहरूको। एकछिनलाई सोचौँ त, भेनेजुएला, इरान, इराक यी देशहरूसँग विश्वकै सबैभन्दा ठूलो तेलको भण्डार छ। तर आजको वास्तविकता के हो? यी तीनवटै देशका नागरिकसँग पेट भर्नका लागि पनि पैसा छैन। कस्तो अचम्मको विरोधाभास, होइन त? र यो कथा यतिमा मात्रै सीमित छैन। कङ्गोलाई हेरौँ, जहाँ 24 ट्रिलियन डलर बराबरको प्राकृतिक स्रोत छ। सुन, हीरा, कोबाल्ट के छैन? बोलिभिया, जोसँग संसारकै सबैभन्दा ठूलो लिथियमको खानी छ। तर यी सबै देशहरू आज चरम गरिबीको चपेटामा छन्। अनि लिबिया, एक समय थियो जब यो देशसँग 100 टनभन्दा पनि बढी सुन थियो। तर आज लिबियाको नाम लिने बित्तिकै आतंकवाद र गरिबीको चित्र दिमागमा आउँछ। यी सबै उदाहरणहरूले एउटा निकै गहिरो प्रश्न खडा गर्छन्। प्रश्न एकदमै सिधा छ, यति धेरै मूल्यवान स्रोत र सम्पत्ति हुँदाहुँदै पनि यी सबै देशहरू किन यति गरिब छन्? के यी देशहरूको गरिबी र अमेरिकी विदेश नीतिको बीचमा कुनै सम्बन्ध छ? र अमेरिकाले आफ्नो सुपर पावरको खेल खेलेर संसारलाई कसरी आफ्नो नियन्त्रणमा राख्छ? अब सुरु गरौँ पहिलो केस फाइल। यो कथा हो रगत, शक्ति र भू-राजनीतिको, जुन सुरु हुन्छ सन् 1950 को ग्वाटेमालाबाट। कागजमा त ग्वाटेमाला एउटा स्वतन्त्र देश थियो, तर वास्तविकतामा यो एउटा अमेरिकी कर्पोरेट कोलोनी भन्दा बढी केही थिएन। त्यहाँको सरकारभन्दा पनि बढी एउटा अमेरिकी कम्पनीको हुकुम चल्थ्यो, जसको नाम थियो द युनाइटेड फ्रुट कम्पनी। यो कम्पनी यति शक्तिशाली थियो कि मानिसहरू यसलाई एल पुल्पो अर्थात् अक्टोपस भनेर बोलाउँथे, किनकि यसको हात देशको हरेक कुनामा थियो। सोच्नुहोस् त, ग्वाटेमालाको 42% जमिन, सबै रेलवे लाइन, सबै टेलिफोन लाइन, सबै यही कम्पनीको नियन्त्रणमा थियो। परिणाम, देशको 66% जनसङ्ख्या निरक्षर थियो। तर सन् 1951 एकजना नयाँ राष्ट्रपति आए, हाकोबो अर्बेन्ज। उनले डिक्री 900 नामको एउटा कानुन ल्याए। यो कानुन अनुसार कम्पनीहरूले प्रयोग नै नगरिराखेको जमिन गरिब किसानहरूलाई बाँड्ने घोषणा गरियो। अब यो निर्णय कम्पनीको नाफाको लागि त ठूलो खतरा थियो। त्यसैले कम्पनीले सिधै वाशिङटनको व्हाइट हाउसमा फोन लगायो र त्यसपछि सुरु भयो CIA को अपरेसन। अमेरिकाले सत्ता पल्टाउनका लागि सधैँ एउटा 4 चरणको फर्मुला प्रयोग गर्छ। पहिलो, फेक न्यूज फैलाउने र त्यो नेतालाई कम्युनिस्टको ट्याग लगाइदिने। दोस्रो, स्थानीय गुण्डाहरूलाई पैसा र हतियार दिएर सरकार विरुद्ध उक्साउने। तेस्रो, सेनालाई मोटो रकम घुस दिएर राष्ट्रपतिलाई शक्तिहीन बनाउने। र अन्तिममा चौथो चरणमा त्यो राष्ट्रवादी नेतालाई हटाएर आफ्नो वफादार कठपुतली तानाशाहलाई सत्तामा बसाउने। ग्वाटेमालामा ठ्याक्कै यही 4 चरणको खेल खेलियो। राष्ट्रपति अर्बेन्जलाई देश छोड्न बाध्य पारियो। त्यसपछि ग्वाटेमालामा जुन तानाशाह आयो उसले देशलाई यसरी बर्बाद गर्यो कि देश 36 वर्ष लामो गृहयुद्धमा फसियो। त्यो गृहयुद्धमा 2 लाखभन्दा बढी मानिसहरू मारिए। र यो सबै किन भयो? केवल यसकारण ताकि अमेरिकीहरूले सस्तोमा केरा खान सकुन्। यदि अमेरिकाले केराको लागि पुरै देश जलाउन सक्छ भने एकछिन सोच्नुहोस् त, विश्व व्यापारको रणनीतिक मार्गहरू जसलाई चोक पोइन्ट्स भनिन्छ, त्यसको लागि के गर्न सक्ला? अबको कथा हो पानामा नहरको। यो नक्सामा हेर्नुहोस्, पानामा नहर त्यो साँगुरो पानीको बाटो हो जसले विशाल एट्लान्टिक र प्रशान्त महासागरलाई जोड्छ। विश्वको 5% व्यापार र अमेरिकाको 40% कन्टेनर ट्राफिक यही बाटो भएर जान्छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, अमेरिकी नौसेनालाई संसारभर छिटोभन्दा छिटो तैनात गर्नको लागि यो नहर उसको जीवन रेखा हो। यदि यो नहर नहुने हो भने पानीजहाजहरूले पुरै दक्षिण अमेरिकाको चक्कर लगाएर जानुपर्छ। यसको मतलब 8000 माइलको अतिरिक्त दूरी र 2 हप्ताभन्दा बढीको अतिरिक्त समय। त्यसैले यो नहरमाथिको नियन्त्रण कुनै पनि महाशक्तिको लागि सम्झौताको विषय हुनै सक्दैन। र भयो पनि त्यस्तै। जब CIA कै बैसामा हुर्केका जनरल नोरियागाले नहरको नियन्त्रण आफ्नै हातमा लिन्छु भनेर धम्की दिए, अमेरिकाले एक पल पनि सोचेन। सन् 1989 मा 24,000 अमेरिकी सैनिकहरू पानामामा ओर्लिए।
नोरिएगालाई गिरफ्तार गरियो र अमेरिकाले त्यहीँ रहेको आफ्नै सैन्य बेसभित्र नयाँ राष्ट्रपतिलाई शपथ खुवाएर सारा संसारलाई एउटा स्पष्ट सन्देश दियो, हाम्रो बाटोमा जो आउँछ उसको हालत यस्तै हुन्छ। अब पालो तेस्रो र सायद सबैभन्दा दर्दनाक कथाको। आज हामी जब लिबियाको नाम सुन्छौं, दिमागमा आतंकवाद, गृहयुद्ध र गरिबीको चित्र आउँछ। तर के 2011 भन्दा पहिले गद्दाफीको शासनकालमा लिबिया साँच्चै यस्तै थियो? 2011 भन्दा पहिले लिबिया अफ्रिका महादेशकै सबैभन्दा धनी देश थियो। त्यहाँका नागरिकहरूले निशुल्क स्वास्थ्य सेवा र निशुल्क शिक्षा पाउँथे। पानी जस्तो चिजमा पनि सरकारले भारी अनुदान दिएको थियो। तर आज त्यही देश गृहयुद्ध, गरिबी र आतंकवादले ग्रस्त एउटा असफल राष्ट्र बनेको छ। आखिर यस्तो हुन पुग्यो कसरी? गद्दाफीले गरेको सबैभन्दा ठूलो गल्ती थियो अमेरिकी डलरको विश्वव्यापी प्रभुत्वलाई चुनौती दिनु। उनले एउटा योजना बनाएका थिए, अफ्रिकाको तेल पश्चिमा देशहरूलाई बेच्दा डलरमा होइन सुनमा आधारित एउटा नयाँ मुद्रा द गोल्ड दिनारमा भुक्तानी लिने। यो योजनाले अमेरिकी डलर र अफ्रिकामा फ्रान्सको आर्थिक प्रणालीलाई सिधै मृत्युको मुखमा धकेल्दै थियो। डलरलाई चुनौती दिनु नै गद्दाफीको लागि मृत्युदण्ड बन्यो। अमेरिकाले नेटोको प्रयोग गरेर लिबियामाथि बम खसाल्यो, त्यहाँका विद्रोहीहरूलाई पैसा र हतियार दियो र अन्ततः सडकमा लछार पछार पारेर गद्दाफीको हत्या गरायो। पछि हिलारी क्लिन्टनको एउटा लिक भएको इमेलले पनि यो कुराको पुष्टि गर्यो। त्यो हमला मानवाधिकारको लागि थिएन, त्यो हमला गद्दाफीको सुन र करेन्सी वारकै लागि थियो। यो नै हो अमेरिकी शक्तिको वास्तविक अनुहार। इराकमा सद्दाम हुसेनदेखि चिली र भियतनामसम्म इतिहास साक्षी छ, जहाँ जहाँ कसैले अमेरिकी नाफा, उसको व्यापारिक मार्ग वा डलरलाई चुनौती दिन्छ, त्यहाँ लोकतन्त्रको नाममा देशलाई नै बर्बाद गरिन्छ। अब प्रश्न उठ्छ, यी विश्वव्यापी घटनाहरूबाट नेपालले के सिक्ने? यी तीनवटै केस स्टडीबाट एउटा पाठ एकदमै स्पष्ट छ। संसार नैतिकताले होइन, शक्ति र स्वार्थले चल्छ। आज विश्व एउटा नयाँ र झन अराजक शीतयुद्धमा प्रवेश गर्दैछ। यस्तो अवस्थामा नेपाल जस्तो देशले कुनै एउटा शक्ति केन्द्रको मात्रै भर परेर चल्नु हुँदैन। आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम राख्नु र राष्ट्रिय स्वार्थलाई सबैभन्दा माथि राख्नु नै हाम्रो अस्तित्वको सबैभन्दा ठूलो ग्यारेन्टी हो। नत्र एउटा सानो गलत कदमले पनि राष्ट्रिय विनाश निम्त्याउन सक्छ। इतिहासले हामीलाई सिकाएको पाठ यही हो। जब कुनै सानो देशले ठूलो महाशक्तिको पक्ष लिन्छ, त्यो देश अक्सर कोल्याटरल ड्यामेज अर्थात् अकारण मारमा पर्ने गर्छ। यो एउटा तितो सत्य हो जसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन। विश्वस्तरीय व्यापार र भू राजनीतिको यस्तै गहिरो विश्लेषणको लागि नेक्साइड एजुकेसनलाई सब्स्क्राइब गर्नुहोस्। यो च्यानललाई अगाडि बढाउन हरेक सब्स्क्रिप्सनले ठूलो महत्त्व राख्छ। धन्यवाद।